फाइनली म अहिले गुम्बा आइसकेको छु है र आज चाहिँ के भन्दाखेरि बुद्धको जन्मदिन हो र आज चाहिँ हामी गुम्बाको दर्शनमा आइरहेको छु। फिलहालमा म आज चाहिँ एक्लै छुइनँ र यहाँ हाम्रो भाइ पनि छ नाम गुम्बाको। के छ भाइ आजको बुद्ध जयन्तीको रमाइलो छ भाइ तिमीलाई? म भद्रमासु र अगाडिका आवश्यक सामग्रीहरू साँच्चै नै अवगत हो भन्ने सम्झेर मनमा सन्तोषमा र चाहना गरी यसको अनुसरण गर्नुहोस्। नमस्कार है दर्शक दिदी, फेरि म तपाईँलाई फेरि एउटा सानो एउटा जानकारी माग्न चाहन्छु र है विशेष गरी योभन्दा अलिकति अगाडि पनि मैले एकजना गेलालाई प्रश्न सोध्नुभयो, उहाँले एकदमै राम्रो कुरा गर्नुभयो है र विशेष तपाईँहरूको जुन एउटा बुद्ध जयन्ती मनाउनुहुन्छ वर्षमा है र यसको बारेमा अलिकति तपाईँलाई जानकारी दिनु। सबैजनालाई नमस्कार, सबैलाई नमस्कार। अनि अब आज चाहिँ हाम्रो बुद्ध जयन्ती तपाईँहरूलाई सबैजना थाहा हुँदै होला। अनि विशेष गरी यो दिन चाहिँ अनि के हो भन्दाखेरि हाम्रो जुन बुद्ध भगवान छ नि उहाँ जन्मिनु भएको दिन अनि उहाँले बुद्धत्व प्राप्त गरेको त्यो दिन अनि लास्टमा उहाँ बित्नु भएको दिन पनि यही दिनमा परिरहेछ। त्यसैले यो दिन चाहिँ हाम्रो विशेष गरी हाम्रो बुद्धिस्टहरूको लागि चाहिँ एकदमै महत्त्वपूर्ण हो। अनि अब के छ भने चाहिँ यो दिनमा चाहिँ अनि तपाईँहरूले जस्तै अब हाम्रो भाषामा यसलाई यो पनि भनिन्छ, घुमघिर पनि भनिन्छ। यो दिनमा चाहिँ तपाईँहरूले जस्तै एउटा पुण्य गऱ्यो भने एउटा धर्म गऱ्यो भने त्यो धर्म चाहिँ एकदमै अरू दिनमा तपाईँहरूले जस्तै एउटा बत्ती बाल्नुभयो भने एउटा धर्म हुन्छ नि, जुन आजको दिनमा तपाईँले एउटा बत्ती बाल्नुभएको धर्म चाहिँ तपाईँले अरू जस्तै दिनमा हजारौँ बत्ती बाल्नुभयो त्यो जस्तै त्यसको धर्म चाहिँ त्यो जस्तै छ। मतलब अब यो आजको दिनमा चाहिँ तपाईँहरूले पुण्य कमाउनु भयो भने त्यो एकदमै फैलिएर जान्छ। जस्तै कि एउटा मान्छेले बजायो भने अरू दिनमा तपाईँले 10जनाले 100जनाले बजाएको त्यो पुण्य चाहिँ आज पाउँछ। आजको दिन चाहिँ विशेष गरी एकदमै अनि त्यस्तो पनि छ। त्यसैले गर्दा आज हाम्रो यहाँ लाभा गुम्बामा पनि त्यसको प्रब्लमको लागि अहिले माथि ठुलाबाट अहिले यस्तो भइरहेछ। गेलालाई विशेष सोध्न चाहन्छु, यहाँ गुम्बाको नाम चाहिँ? गुम्बाको नाम चाहिँ छोटकारीमा लाभा गुम्बा पनि भनिन्छ। मेन नाम चाहिँ लाभा कालग्युङ ठेक्चेन लिङ्ग भन्छ। कालग्युङ ठेक्चेन लिङ्ग। हुन्छ, गेलालाई धेरै धेरै धन्यवाद है, तपाईँले हामीलाई अलिकति सही पुऱ्याइदिनु भएकोमा आजको पूजाको दिनमा है। र तपाईँहरूको आशीर्वादले यसरी नै हाम्रो लाभामा फलोस् होस् है, सबैलाई राम्रो भएर जाओस्। र यो भन्ने तपाईँप्रति हामी तपाईँहरू मान्न चाहन्छु र तपाईँहरूलाई धेरै धेरै Aku juga pernah kontak itu.
फाइनली म यहाँनिर अम्बेक छोतेन आइपुगेको छु है। यहाँ हाम्रो भाइलाई पनि भेटेँ र छोतेनको के कसो छ तपाईँलाई घुमा देखाउँछु है आज। भ्यू यो तर्फबाट चाहिँ इन्ट्री हुनेछ। यो जुन दुई भएको है दुई भएको यताबाट जानु लु टाउको हल्का उठाउनु उबाट उठाउनु उठाउनु ओके कस्तो लाग्यो यहाँको एकदम राम्रो आज विशेष म यहाँनिर फागुमा यो अम्बेक है अम्बेकमा आएको छु। उहाँ चाहिँ हाम्रो नै घेरा हुनुहुन्छ लाभाको है। म पनि लाभाकै हो र उहाँसँग अब अन्तिम अब यही हो मेरो भिडियोमा अन्तिम लास्ट हो है। के कसो तपाईँलाई